हेलो एभ्रिवान आज चाहिँ म केही कुराहरू सेयर गर्न गइरहेको छु कसले चाहिँ रातिमा भिडियोहरू बनाउनुहुन्छ भिडियो सुट गर्नुहुन्छ म चाहिँ प्रायः जस्तो सबै भिडियोहरू चाहिँ रातिमा नै सुट गर्छु किनभने दिनभरि चाहिँ हामी स्टुडियो भएको मान्छे यतिकै नै बिजी भइहाल्छौँ सो मलाई डिस्टर्ब हुन्छ भनेर म चाहिँ जहिले राति नै भिडियो बनाउने गर्छु कि त्यसै गरेर नै यो भिडियो पनि मैले बनाउँदै गरिरहेको थिएँ यो सबै प्रडक्टहरू चाहिँ मैले क्यारेक्टर कस्मेटिकबाट युज गरेर भिडियो बनाउँदैछु यो सबै प्रडक्टहरू चाहिँ हजुरहरूले मिसिसामा पाउन सक्नुहुनेछ यहाँ चाहिँ मैले फरेभर 52 को फाउन्डेसन युज गरेको छु मेरो स्किनको टोनभन्दा अलिकति डार्क सेड हो यो र मैले चाहिँ सानो फ्लफी ब्रसको हेल्पले आफ्नो सबै फुल फेसमा चाहिँ जहाँ चाहिँ अलिकति डार्क देखिरहेको छ त्यहाँनिर चाहिँ मैले मजाले ब्लेन्ड गर्दै सेट गर्दै गरेँ र क्यारेक्टर कस्मेटिकबाट नै यो स्टिक फाउन्डेसन युज गरिरहेको छु यो चाहिँ एकदमै स्मुथ छ कि एकदमै राम्रो छ यो फाउन्डेसन हजुरहरूलाई चाहिँ एकदमै हेभीवाला फाउन्डेसन लाउन मन पर्दैन भने चाहिँ यो युज गर्न सक्नुहुनेछ यसले चाहिँ एकदमै धेरै लाइट वेट दिन्छ भने एकदमै ग्लो पनि दिन्छ कि यसले देख्न सक्नुहुन्छ हजुरहरूले यो चाहिँ ठ्याक्कै मेरो आफ्नो सेडको रहेको छ र यसलाई चाहिँ मैले डेली युजमा पनि धेरै नै युज गर्ने गरेको छु र अर्को चाहिँ मैले अब आफ्नो हाइलाइटिङ एरियामा चाहिँ यो क्यारेक्टर कस्मेटिकबाट नै लाइट कन्सिलरलाई लिएर मजाले सबैतिर लगाएँ यस्तो राम्रो मेकअप गर्दा मेरो चाहिँ यो मेकअप चाहिँ मैले आज एकदमै राम्रो भिडियो बनाउँछु एकदमै राम्रोसँग लास्टको फिनिसिङ चाहिँ एकदमै राम्रो देखाउँछु भनेर सोचेर गरेको थिएँ यहाँ चाहिँ मैले कन्टुरिङ पनि गर्दैछु आफ्नो फेसलाई एउटा राम्रो सेप दिनको लागि मलाई चाहिँ नोज कन्टुरिङ चाहिँ एकदमै मनपर्छ त्यो भएको हुनाले मैले चाहिँ आफ्नो नोजलाई चाहिँ एकदमै राम्रो सार्प देखिने गरेर यहाँ कन्ट्रोल गर्दैछु र सबैलाई चाहिँ मैले राम्रोसँग आफ्नो ठाउँमा ब्लेन्ड पनि गरेँ मजाले सेट गर्दै ब्लेन्ड पनि गरेँ र मलाई चाहिँ यस्तै ब्रोन्जी टाइपको लुक चाहिएको थियो र भन्नुपर्दाखेरि चाहिँ मैले यो सबै प्रोडक्टहरू युज गर्दाखेरि चाहिँ मेरो बेस यस्तो राम्रो भएको थियो एकदमै राम्रो फ्ललेस अनि एकदमै राम्रो फिनिसिङ दिइरहेको थियो जहाँ जे हुनुपर्ने हो त्यहाँनिर टक्क बसेको थियो र मेकअपको बेस चाहिँ यस्तो मजाले सेट भएको थियो र मैले चाहिँ ब्युटी ब्लेन्डरको हेल्पले यो कन्सिलरहरूलाई पनि जहाँको त्यही राम्रोसँग सेट गरेँ त्यसपछि त हेर्न सक्नुहुनेछ एकदमै राम्रो फिनिसिङ देखिरहेको थियो फेस पनि कस्तो मजाले हाइलाइट भएर देखिएको थियो र यस्तो राम्रोसँग मेकअप गरेर सबै कुरा सेट गर्दै चाहिँ मैले लास्टको फिनिसिङ चाहिँ देखाउन सकिनँ किनभनेदेखि मैले जहिले पनि राति नै सुट गर्ने हो सो राति सुट गर्दाखेरि चाहिँ मेरो चाहिँ यहाँनिर हाम्रो चाहिँ ठ्याक्क लाइन गइसकेपछि चाहिँ मेरो सबै मेहनत चाहिँ पानीमा गएको जस्तो भयो मैले धेरै टाइम वेट पनि गरेँ लाइन आएन सो मैले चाहिँ यत्तिकै फेसको मेकअपमा मात्र हजुरहरूलाई चाहिँ यो मेकअप देखाउन पर्यो